तपाईँ घरमै बाजे? घरमै। ए के लाग्यो? यो मैले चलाएको राम्रो लाग्यो। ए कतिमा बेच्नुहुन्छ एउटा नाङ्लो? 500। कति वर्ष हुनुभयो तपाईँ? तपाईँ नाम के हो? पञ्चबहादुर पर्जा। ए ल मैले चाहिँ तपाईँलाई चाहिँ अस्ति मैले त्यहाँ माथि भेट्ने बेलामा मैले एउटा छोटो भिडियो बनाएर हालेको थिएँ। त्यसमा चाहिँ सबैले मलाई चाहिँ कमेन्टमा चाहिँ आएर उहाँलाई चाहिँ एउटा चप्पल, एक जोर चप्पल अनि टी सर्ट गरिदिनु न, हामी पनि केही सहयोग गर्छौँ भन्नुभएको थियो। त्यही भएर मैले चाहिँ केही सामानहरू हजुरलाई चाहिँ ल्याइदिएको थिएँ। ल लिनु त, त्यो राख्नु, लिनु, यता हेर्नु, यो समातमा हेर। तिम्रो हातमा त्यस्तो लिनु, यो चप्पल है, यो कपाल काट्ने दारी फाल्नु, अनि त्यसपछि यो लिनु टी सर्ट। तपाईँलाई हुन्छ? यो चाहिँ त्यहाँबाट लगाइ पनि हालौँ। ल लगाइहाल्नु त, लिनु। यो चाहिँ के ढाड दुख्छ? ढाड दुख्छ। औषधि खानु भएको छैन? खाएको छैन। ल लगाइहाल्नु त। उहाँको गाउँ है, यस्तो हुसु आहो। ए यो कान्छा हात पनि के भएको थियो? ए कति वर्ष भयो? 6 वर्ष भयो। हो र? टोपी निकाल्नु, लिनु, लाउनु त। यो खै फालिदिउँ, नयाँ समातो कान्छ। यसो यो कस्तो भयो। मलाई त टोपी लाग्यो। अनि यो कट्टो ल भित्र गएर लगाउनु है। भित्र गएर लगाउनुहुन्छ कि नलाउने? ल पछि लाउनु। चप्पल पनि बस्यो, मलाई दिएको त होला। तपाईँलाई दिएको। न समातो त कान्छ। लिनु, गोठाल तपाईँ जाने हो? हजुर। डेली तपाईँ जाने? डेली।
अरू जाँदैन अरू काममा हो र ए ल लिनु यो तपाईँलाई गोठाल जाने बेला मलाई बिस्कुट किन्नु यहाँबाट पानी लिएर जानु न तिमी त ल कस्तो बच्चा कति वर्ष हो 3 वर्ष हो र ए स्कुल हाले छैन हो र स्कुल हाल्ने बेला हो नि नानी तिमीलाई नि लाउ समात अब स्कुल जानुपर्छ है पढ्नुपर्छ ल पढ ज्ञानी हुनुपर्छ ल फकाएर मागिरहेको है त्यसले त च्याटचित पारेर फालिदिन्छ यो पैसा ल ल्याएको समयहरूले आम्बाको पैसा चोरेर 500को नोट चोरेर ल अब तँलाई आदि मलाई आदि बनेछ च्यातेर पो बाँडेछ मोराहरूले त बिचारा सानो थियो होला कति वर्ष थियो त्यो बेलामा त बालाकै थिए नि बालाखे के थाहा त हामी पनि त्यस्तै थियौँ बच्चामा होइन र पैसा चोरेर पैसा बाँडेको आधा बराबर च्यातेर ल यो तँलाई यो मलाई कसलाई जे पनि भएन त्यतिखेर भयो ल